योले लोड हुन्छ योलाई हेर्नु योले हो खासमा लोड काम गर्ने भनेको हेर दर्शन नमस्ते गाइज गुड मर्निङ वेलकम टु माई युट्युब च्यानल एम मदन ब्लग्स। त आज म चेन्नईमा छु होइन, अहिले भर्खर उठाएर हेर्न सक्नुहुन्छ। यता मेरो गाडी छ र म आज छु चेन्नईमा म अनलोडिङ गर्नलाई आएको हो र यहाँबाट के भन्छ अरे यो ट्रेनमा माल जान्छ कि होइन। म यार्डमा छु, यार्डमा होइन, हेर्न सक्नुहुन्छ यता यो यार्ड हो, उताबाट ट्रेन आउँदैछ र देखिँदैछ ट्रेन। र गाइज मलाई यो लोड लिएको कहिले सन्डे लोड गरेको थिएँ होइन। मैले 1 तारिक भनौँ न, आज 3 तारिक हो, यही महिनाको सन्डे मैले लोड गरे हो। सन्डे 1 तारिक थियो र आज चाहिँ अनलोड हुन्छ। धेरै दिनपछि मैले लोड पाएको थिएँ। म योभन्दा पहिला केरलामा थिएँ, केरला अनलोड गरेर त्यहाँबाट लोड गरेर आएको हुँ होइन। र आज यहाँ खाली हुन्छ, हेरौँ कहिलेसम्म खाली हुन्छ, खाली गरेर यहाँबाट कहाँ जाइन्छ भन्ने कुराहरू तपाईँहरूलाई यो भिडियोमा हेर्न पाइन्छ र तपाईँहरूले साथ दिनु होला। भिडियोको लास्टसम्म बनेर मसँग जोडिनु होला र भिडियो राम्रो लागेपछि सेयर, लाइक, कमेन्ट एन्ड च्यानललाई सब्सक्राइब। भिडियो राम्रो लागेपछि आफ्नो साथीहरूलाई सेयर गरिदियो है त गाइज। योले लोड हुन्छ योलाई हेर्नु योले हो खासमा लोड काम गर्ने भनेको हेर। आज पनि अनलोड हुँदैन जस्तो छ। यो के अरे यो लोहाको के भन्छ यसलाई यार, यी रिङहरू छ नि, यिनीहरू लोड भएपछि त्यहाँ त्यो लागेको ट्रेनमा हाम्रो गाडी अनलोड हुने भन्ने हो होइन। तर अहिलेसम्म यो लोडै भएको छैन, त्यही भएर आज पनि लोड हुँदैन जस्तो छ। अनलोड हुँदैन जस्तो छ कि मैले अनलोड गर्नुपर्ने हो। कहाँ लोड भइरहेको यहाँ यति हेभी गाडी आउँदैछ, यसले चाहिँ यो रिङहरूलाई उठाएर गाडीमा राखिरहेको छ होइन, टेलरहरूमा। यसको अगाडि त्यो रिङको बिचमा फसाएर टक्क होइन। यसको हेभी ड्राइभर हेर्न सक्नुहुन्छ उता, गाडी पनि हेभी हो गाइस। साँझको 7, 7:30 भइसकेको छ र म खाना खान आइसकेँ। 7:30 बजे यति छिटो किन खानु खायो भएको भनेर अब वैसे ऑर्डर में बनाओगे, ऑर्डर में बनाओगे। कनाडा कितना चाहिए तो खा सकता है, 10, 5 ठीक है। र यति छिटो किन भनेर भन्नुहुन्छ होला होइन, तर म छिटो, धेरै छिटो होइन, मेरो ठिक्क समय हो। र यो समयमा 8 बजेसम्म मलाई खाना मिलेन भने होइन, म फेरि राति खाना खाँदैन, मेरो फास्ट हुन्छ, फेरि भोकै बसिदिन्छु, पालै हुँदैन। त्यस्तो छ मेरो चाहिँ, मेरो डेली रुटिन हो होइन। किनभने म धेरै नै हेभी वेट भइसकेको थिएँ कि, त्यही भएर वेट कम गर्नको लागि यस्तो गरिरहेको छु। र अब खाना आउँछ, हेरौँ। चिली चिकन, पराठा। गाइज मेरो गाडी त खाली भइसकेको छ होइन। अहिले म लोडिङको लागि आइसकेको छु र अब टायरमा मैले हावा हाल्नुपर्ने हुन्छ। त्यहाँ मेरो गाडी लगाएको छ, यो भैयाले टायर बनाउँदै हुनुहुन्छ र अब यो टायरमा हावा हालिसकेपछि मेरो गाडीमा हावा हाल्नेछु। र फेरि भोलि लोड हुन्छ कि हुँदैन त्यसको विचार भोलि गरौँला है त गाइज। म लोडिङको लागि आइसकेको छु। थर्ड डे, तेस्रो दिन होइन, यो तेस्रो दिन हो मेरो र लोडिङको लागि आइसकेको छु। हेर्न सक्नुहुन्छ तपाईँले, भारत पेट्रोलियमबाट मेरो गाडी लोड हुँदैछ र भारत पेट्रोलियमको अगाडिहरू हेर्न सक्नुहुन्छ। र यहाँ छैन, मैले एउटा आफ्नो पुरानो मोबाइल जम्मा गरेर मैले यो मोबाइल चलाइरहेको हो। कसैले देख्यो भने गाह्रो छ है। फेरि यहाँ हेर्न सक्नुहुन्छ, यहाँबाट यो लोड हुन्छ होइन। यो साइडमा यो ड्रमहरू राखेको छ, ड्रम अनि बाल्टीहरू अनि बक्सहरू लोड हुन्छ यहाँबाट। र यो यहाँबाट लोड गरेर खै कहाँको लोड हुन्छ त्यो अहिलेसम्म फिक्स भएको छैन, त यहाँबाट निस्किन्छु।
अहिलेको लागि यति नै, फेरि भेटौँला एक अर्को नयाँ भिडियोमा। थ्याङ्क यू सो मच यहाँसम्म मेरो भिडियो हेरिदिएकोमा।